हामी वन मन्दिर खरिबोटको वन मन्दिर घुम्न आइएको छ। यी आमा छोरीहरूले दर्शन गर्दाखेरि यो ठुलो रुख छ। यो काठमाडौँको वनस्थली खरिबोटमा अवस्थित छ। तपाईहरूले यहाँ विभिन्न भगवानहरूको मूर्तिहरू देख्न सक्नुहुनेछ। यो वन पहिला त धेरै वन थियो, तर अहिले थोरै वन छ। पहिला धेरै वन भएको हुनाले वन मन्दिर राखेको होला सायद हाम्रो विचारमा। ल गेरेसी, ल हेर तिमी कहाँ घुम्न आएको? वन मन्दिर हो? हो, वन मन्दिर कस्तो लाग्यो? राम्रो लागेको छ। सानो सानो पुन्टीलाई घुम्न आएको तिमी? ल बुवा पनि दर्शन गर्न आउनु भएको छ। है बुवाको घर त यहीँ नै होला होइन त? ए हजुरको घर खोटाङ। अनि यो वन मन्दिर चाहिँ के छ? यो पहिला ठुलो वन थियो होला, अनि त्यही भएर वन मन्दिर राख्यो होला है। हामी पनि यो गाउँको मान्छे जङ्गलमा गएर राति संसारी पूजा गर्छौँ भन्थ्यौँ। त्यो गर्दै गर्दै यहाँ चाहिँ कस्तो छ भने वनदेवीले पूजा गर्ने। हजुर, यहाँ थापाहरू यिनीहरूले गर्दाखेरि अनि हुँदै हुँदै वनदेवी भयो। वनदेवी भयो। तर सही रूपमा भन्नु म एउटा भन्नु त्यहाँ चाहिँ ढुङ्गा मात्रै छ। हजुर, देवी छैन। अब यो चिज चाहिँ कस्तो भने कल्पनाबाट बनाएको चिज। हजुर, मैले देखेँ होइन, सबै अब आफ्नो नाम राख्नु। ए आफू मरेपछि कसले के गर्ला त्यो चाहिँ थाहा छैन। त्यो जिउँदो हुँदैले आफ्नो नाम राख्नुलाई गरेको हुन्छ। तर त्यो चाहिँ मलाई छैन होइन। तर भगवान् भनेको आफूभित्र, भगवान् भनेको त आफूभित्रै हुने हो। अनि आफूले सोच मन धेरै थरी हुन्छ। हजुर, जस्तो देउता जति थरी छ नि हाम्रो मनमा त्यति थरी नै सोचाइ हुन्छ। हजुर, हजुर, कसैलाई जितौँ भन्ने सोचाइ हुन्छ, कसैले मारौँ भन्ने। अब त्यो सोच्दा सोच्दा आफ्नो मनले जे लिन्छ त्यही निर्णय हुन्छ कि त्यो आफ्नो मनको उयो हो। हजुर, हजुर। अब मेरो फोटो किन देख्नु पर्यो? यो संसार यस्तै हो। मैले एउटा सानो भिडियो बनाएको के वन मन्दिर अब खरिबोटमा अवस्थित छ। सबैले दर्शन गर्न आउँछन् होइन, सबैले आफ्नो धर्ममा आस्था राख्छन्। कस्तो आउँछ त्यो हिसाबले भन्न लभ गर्न पनि आउँछ। तर यो देउताको नाममा त्यो गर्न भएन। त्यस्तो चाहिँ अब कोही लभ गर्छ। एउटा मेरो वन मन्दिर दर्शन गर्न आइएको छ। वन मन्दिर राम्रो छ, दर्शन गरियो। हस् त, धन्यवाद। एउटै हुन्छ कि